भ्रष्टाचार मैले किन गर्नु पर्यो? म स्ट्रक्चरल किन तपाईँले पैसा आवश्यक पर्दैन? पैसा अरबौँ देख्नु भनिहाल्नु भयो। मैले भनिदिन्छु, म स्ट्रक्चरल इन्जिनियर हो, जुन नेपालमा 150 देखि 200 जना मात्रै छन् हैन। म एउटा म्युजिकल कलाकार हो, म एउटा टिभी शोको जज हो, नेपाल सिपेज टिभी शो इमेज च्यानलमा चलिरहेछ हैन। मैले अहिले भ्याएको छैन कति काम गर्न, त्यो यो चिज भन्दा अगाडि नै मेरो यति धेरै काम छ। मैले अस्ट्रेलियाको टुर क्यान्सल गरेर बसेको छु, युरोपको टुर क्यान्सल गरेर बसेको छु, अमेरिकाको टुर क्यान्सल गरेर बसेको छु। त्यो पैसा कमाउनलाई हामीसँग मसँग भनौँ अहिले व्यक्तिगत रूपमा यति धेरै बाटाहरू छन् कि यहाँ मैले अब राजनीति गरेर पैसा कमाउनु पर्ने आवश्यकता तपाईँ आफै सक्षम हुन्छ त्यसरी पैसाको लागि। हजुर हजुर, एक त कमाइसक्नु भएको छ अथवा तपाईँले पैसा आफै गर्न सक्नुहुन्छ। हजुर, हजुर। यो महत्त्वपूर्ण कुरा छ नि होइन र? एकदम महत्त्वपूर्ण, यो यति महत्त्वपूर्ण कुरा हो। मान्छेले अस्ति पनि मैले कुरा भन्दाखेरि ओहो कस्तो घमण्डी रहेछ, मसँग 5 तल्ले घर छ भनिदियो, गाडी चढ्छु भनिदियो। तर त्यो कुरा किन बुझ्न जरुरी छ भन्दाखेरि तपाईँले आफ्नै जिन्दगी उकास्न सक्नु भएन भने अर्काको जिन्दगी कसरी उकास्दिनुहुन्छ? मैले आफै आफ्नो जिन्दगीको लागि मैले कमाइ खानु भाँडो बनाउन सक्दिनँ, मेरो जीवन स्तर उकास्न सक्दिनँ, मैले आफ्नो लागि एउटा संयन्त्र बनाउन सक्दिनँ भने मैले कसरी अरू जनताको लागि चाहिँ अथवा मान्छेको लागि अथवा यो वार्डमा नगरपालिकामा चाहिँ तपाईँहरूलाई चाहिँ म एउटा बाटो देखाइदिन्छु, तपाईँहरूको जिन्दगी उकास्दिन्छु भन्न सक्षम त भएन नि त। त्यो भएन भने त